सञ्जीव लामिछाने। आज म तपाईहरुलाई लिएर आएको छु हाम्रो यो पोखरा खुदी ढुङ्गेपाटनमा रहेको क्रास क्याफे एन्ड गेम हाउसका प्रोपाइटर अनुप अधिकारीसँग विशेष केही संवादहरू गर्न लागेका छौं। ल उहाँलाई स्वागत गरौँ हाम्रो कार्यक्रम। स्वागत छ तपाईलाई हाम्रो कार्यक्रममा। धन्यवाद। सुरुमा चाहिँ परिचयबाटै गरौँ हैन, तपाईको यो क्रास क्याफेको बारेमा केही भनिदिनुस् न। पहिला चाहिँ परिचयबाट गएँ। म चाहिँ अनुप अधिकारी। यो विगत 2 वर्षदेखि त मैले यो क्रास क्याफे सञ्चालन गर्दै आएको छु। अब यो चाहिँ के भयो भन्दा म मास्टर्स गरेँ युनिभर्सिटी, मास्टर्स पढ्ने क्रममा केही व्यवसाय गरौँ केही गरौँ होइन भन्ने तरिकाले चाहिँ यो व्यवसाय सुरु गरेको। तपाईलाई यो व्यवसाय सुरु गर्नलाई प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो? यस्तो भयो के भयो भन्दा अब हामी चाहिँ बिजनेस पढेको स्टुडेन्ट भयो, देशमा केही गरौँ न, व्यापार गरौँ होइन, मैले बिबिए बिए पढेको स्कुल अफ बिजनेसमा भनेर केही गरौँ न, ट्राई गरौँ भनेर चाहिँ व्यवसाय सुरु गरेको। ठिक छ, अहिलेलाई राम्रै छ। यो खासमा यो क्याफेको विशेषता अरू क्याफे भन्दा यसमा फरक चाहिँ के छ यसको? अब विशेषता भन्दा नि अब हरेक अब क्याफेहरूमा चाहिँ एउटै हुन्छ, सबै क्याफेहरू नै एउटै हो। अब हाम्रोमा यो विशेषता भनेर चाहिँ अब यो कफी हो होइन, अरू त विशेषता भनेर अब खासै केही त छैन। अब यहाँको डिजाइन हो होइन, डेकोरेसन हो, अब यसैलाई नै विशेषता दिन सकिन्छ। अब हाम्रो यहाँको फुलहरू होइन, अब यहाँको सर्भिसहरू नै यहाँको अनौठो अलिकति नयाँ तरिकाको छ भनौँ न व्यवसाय सुरु गर्दा। अनि त्यसपछि यो तपाईँहरूको यो यहाँ कलेज अगाडि पनि छ क्याफे, यो चलाउनको लागि यो मुख्य चुनौती चाहिँ के छ यो खासमा अहिलेको समयमा? चुनौती त व्यवसायमा चुनौती त अवश्य नै हुन्छ। अहिलेलाई अब चुनौती अब हामी जस्तो मान्छेले व्यवसायमा चुनौती भन्दा पनि अवसरको रूपमा दिनुपर्छ होइन। अब काम गर्दै गर्दा हरेक चुनौतीहरू आउँछन्, ती चुनौतीहरू नै अवसर हो होइन। अब नयाँ नयाँ कुराहरू सिक्ने मौका पाइन्छ होइन। पढ्दा नसिकेका कुराहरू चाहिँ व्यापार गर्दा सिकिएको छ होइन। यही नै हो भनौँ न चुनौती। विशेष गरी अब यहाँ तपाईँको चाहिँ एकदम सबैभन्दा लोकप्रिय चाहिँ के छ तपाईँको यहाँ मेन्यूमा चाहिँ यो हाम्रो क्रास क्याफेको चाहिँ? लोकप्रिय भन्नाले चाहिँ अब लोकप्रिय अहिलेलाई केही छैन, सामान्य नै छ, जता पाइन्छ त्यही नै हो। हामीले चाहिँ अहिले इन्टरनेसनल वाला केही नै छैन नेपालमा। अरू क्याफेहरूमा जे पाइन्छ हाम्रोमा त्यही सामान्यवाला छ। अनि हाम्रोमा नयाँ कुरा चाहिँ के छ भन्दा हाम्रो चाहिँ क्याफे, गेम हाउस, अनि त्यहाँपछि किचन होइन, अब फुडहरूको आइटम नि भयो, गेम खेल्ने ठाउँ नि भयो होइन, अब कफी खाने ठाउँ नि भयो। यिनै हो हाम्रो विशेषता भनौँ न। सबै कुरालाई एकै ठाउँमा मर्ज गरेर राखेको छ हामीले। अनि त्यसपछि अब यो व्यवसायलाई तपाईँको विस्तार गर्ने योजनाहरू केही छ कि त्यस्तो? यस्तो अब यो विषयमा चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अब अनुभव हो, अनुभव लियो, विस्तार नै गरिन्छ। अब भविष्यमा अब विस्तार गर्न सकिन्छ। अहिलेलाई चाहिँ अब अहिलेलाई यही चलाउँदैछु, भविष्यमा विस्तार गर्न सकिन्छ। अनि अब एउटा हिसाबले बिजनेस पढेको हुनाले नयाँ नयाँ कुराहरू नि व्यापारमा ट्राई गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ धारणा छ भनौँ न। तपाईँ बिजनेस पढेको पनि विद्यार्थी हुनुभयो होइन, अनि त्यसपछि अब कलेज अगाडि पनि छ। अब यस्तै व्यवसाय सुरु गर्न चाहने युवाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यसको लागि चाहिँ अब व्यापार गरेर त सबै सक्सेसै हुन्छ, टाइम चाहिँ दिनु पऱ्यो। जे गरे पनि हुन्छ कि व्यापारमा, जे गरे पनि टाइम दियो भने सक्सेस अवश्य हुन्छ। सबै मान्छेहरूलाई चाहिँ के भन्छु भन्दा व्यापार गर्नुपर्छ। अहिले देशमा धेरै कुरा परिवर्तन नै हुँदैछ है। अब देशले चाहिँ व्यापारको लागि अलिक सुनिश्चित नै गर्दैछ। त्यो भनेपछि चाहिँ हामी विद्यार्थीहरू चाहिँ अब भनौँ न बिजनेस सुरुबाट आएको विद्यार्थीहरूले चाहिँ सबैले व्यापार चाहिँ गर्नुपर्छ है। विशेष गरी अब यो व्यवसाय, यो क्याफे व्यवसाय तथा गेम हाउस पनि भयो, यसको लागि चाहिने सिपहरू चाहिँ खासमा के रहेछन्? अब सिप भन्दा पनि अब मेरो अनुभवमा अब मैले चाहिँ म्यानेजमेन्ट जान्नु पऱ्यो है। मैले म्यानेजमेन्ट जाने भने क्यास फ्लो अटो हुन्छ, बिजनेस सक्सेस अटो हुन्छ, प्रफिट अटो देखिन्छ होइन। अब अरू सिप त अब सबैको आफ्नो सिप हुन्छ। अब पकाउनेले पकाउँछ है, बनाउनेले बनाउँछ, दिनेले दिन्छ, अब त्यसरी नै चलिरहेको। ठिक छ। अब तपाईँ अब पढ्दै गरेको विद्यार्थी पनि हुनुभयो होइन, त्यहीमाथि व्यवसाय पनि हुनुभयो, अब यहाँ खटिरहनुभयो। तपाईँको यो दैनिक कार्यतालिका भनिदिनु न, कस्तो छ, कतिको व्यस्तता छ, के छ? अब यस्तो छ, के छ भन्दा म पनि कलेजमै पढ्छु। म बिहान उठेर कलेज जान्छु, त्यहाँपछि आउँदाखेरि क्याफे चाहिँ सञ्चालन भइसकेको हुन्छ, म आउँछु, हेर्छु,
अनि क्याफेहरू चाहिँ अब सबै स्टाफहरूले आफ्नो ठाउँबाट आफ्नो रेस्पोन्सिबिलिटी निभाइरहेको हुन्छ। अनि मैले चाहिँ बेलुका जाने बेलामा एकचोटि चाहिँ सरस्वती हेर्छु। अनि यही नै हो, यसरी नै चलिरहेको भनौँ न। ठिक छ। त्यसो भए अब तपाईँको यो आगामी भविष्यमा चाहिँ तपाईँको क्याफेको साथै तपाईँको आफ्नो पर्सनली अब भविष्यको योजनाहरू चाहिँ के छन्? अब योजना भन्दा नि अब यो सही क्वेसन हो होइन। अब म चाहिँ अब मैले दोस्रो टाइम गर्दैछु है। मैले पहिला अरू कुरा नि गरेँ, यो गरेँ है। यहाँबाट अब होटेल व्यवसाय नि नराम्रो होइन, एकदम राम्रो छ। नेपालमा भन्ने हो नि त होटेल व्यवसाय म्याक्सिमम् होटेल व्यवसाय नै छन्, गर्न सकिने कुरा हो। अनि म चाहिँ अब फर्दर चाहिँ अब के प्रोडक्सनतिर जानुपर्छ कि भन्ने सोचमा छु, तर व्यवसाय पनि हुन्छ फेरि। ठिक छ। अनि अब अरू अब यहाँ त होटेल त तपाईँहरूको जस्तै त धेरै नै छन् यो कलेज एरियामा। अब कस्टमर तान्नको लागि अब केही स्ट्राटेजीहरू केही छ। मैले चाहिँ हरेक वर्ष चाहिँ वर्षको जनवरी डिसेम्बरबाट जनवरीको दुईवटा महिना चाहिँ हामीमा चाहिँ सबै खानेकुरा चाहिँ 99मा खुलाइदिन्छु कि। किन भन्दा एफोर्डेबल भयो होइन, अनि मार्केटिङ भयो होइन, मान्छेहरूले चाहिँ यहाँको सर्भिस नै थाहा पाउँछ नि त। 99मा सबै कुरा पाइन्छ भन्ने बित्तिकै एउटा हिसाबले बिजनेसलाई पनि राम्रो भयो, अर्को हिसाबले हरेक कुरा राम्रो भयो भनौँ न। ल ठिक छ। अब आजको तपाईँहरूको बारेमा पनि धेरै जानकारी भयो होइन। तपाईँको व्यवसाय अझै राम्रो हुँदै जाओस्, यो भविष्यको लागि शुभकामना छ। तपाईँसँग कुरा गर्न धेरै खुसी मिल्यो। मैले यही कुरामा एउटा कुरा सोधेँ, हजुर तपाईँ नि व्यवसाय व्यापारमा चाहिँ जोडिनु होला, यति कुरा चाहिँ मैले राख्न चाहेँ। अवश्य पनि म पनि एउटा बिजनेसको विद्यार्थी हुनाले मेरो पनि केही भविष्यमा अब यस्तै सोच रहनेछ। एउटा तपाईँबाट एउटा प्रेरणा पनि हुनेछ यो मलाई बिजनेस गर्नको लागि। हस् त, धन्यवाद। हस्।